तर यसरी पठाइदिनुस् न बाबु। मसँग पैसा छैन छोरा, रोटी बनाएर पठाइदिन्छु, यही खानु है बाबु। तिम्रो बाबा विदेशमा हुनुहुन्छ भनेर भनिदिनुस् त, तपाईको बच्चा बिग्रिनै सक्दैन। आमा, आजदेखि मलाई पैसा चाहिँदैन, मलाई पैसा चाहिँदैन आजदेखि चाहिन्छ मलाई यस्तो रोटी। बच्चालाई सिकाएपछि हेर्नुहोस् एउटा पानीको बोतल लिएको रहेछ। हेर्नुहोस्, ताली बजाइदिनु होला। हेर्नुहोस् 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 कस्तो मान्छेलाई रोजेको रहेछ। 6 देखि 12 सम्म एउटा संस्थाले बिहोरेको रहेछ। हेर्नुहोस् हेर्नुहोस् यही नानी रहेछ। हेर्नुहोस्, सिकाएपछि के ल्याउने रहेछ। हेर्नुहोस्, पानी लिएको छ। हेर्दै जाउँ अरू के लिएको रहेछ। हेर्नुहोस्, टिफिन बक्स लिएको रहेछ। हेर्नुहोस्, आमाले बच्चालाई पैसा दिने होइन, आमाले बच्चालाई पैसा दिन्छ रे त्यो आमाको बच्चा बिग्रिन्छ रे। बरु यस्तै टिफिन बक्स बनाएर तपाईले स्कुलमा पठाउनु भयो भने बच्चाले चाउचाउ पनि खाँदैन, रक्सी पनि खाँदैन, पुकार पनि खाँदैन। ताली बजाइदिनु होला। आजदेखि टिफिन बक्स दिनुहोस्, आजदेखि टिफिन बक्स दिनुहोस्। हेर्नुहोस् सर, मैले त आएर एक दिन सिकाएको थिएँ, एक दिन सिकाएर के पो हुन्छ। आज हेर्नुहोस् टिफिन बक्स लिएको छ, के लिएको रहेछ। हेर्नुहोस् आमा, यो पकाउँदाखेरि त्यो बाबालाई कति पीडा भएको होला विदेशमा। सम्झिनुहोस् त। बरु बच्चालाई यसरी पठाइदिनुहोस् न। तपाईले भन्नुहुन्छ चाउचाउ खान्छ, बच्चाले खान्छ, आमाले पैसा दिएपछि खान्छ, चुरोट खान्छ, आमाले पैसा दिएपछि खान्छ। तर यसरी पठाइदिनुहोस् न बाबु। मसँग पैसा छैन छोरा, रोटी बनाएर पठाइदिन्छु, यही खानु है बाबु। तिम्रो बाबा विदेशमा हुनुहुन्छ भनेर भनिदिनुहोस् त, तपाईको बच्चा बिग्रिनै सक्दैन। ताली बजाइदिनु होला। होइन हजुर, यथार्थ त्यही हो। आज यो रोटी हेर, लौ छोरी छोपा आउनुहोस् प्रमुख प्रशासकीय अधिकृत, रोटी खाइदेऊ न हजुर, यो रोटी खाइदेऊ न। आज तपाईँले र मैले खुवाइदेऊ छोरी, खुवाइदेऊ सरलाई, खुवाइदेऊ सर, यो रोटी मेरो आमाले बनाउनु भएको, खुवाइदेऊ छोरी। हेर्नुहोस् कति शक्ति हुने रहेछ। ताली बजाइदिनु होला। योभन्दा ठुलो प्रसाद के हुने रहेछ, के हुने रहेछ। एउटा शिक्षकले यसरी बच्चाको रोटी खाइदिनु पर्छ रे। अनि भन्छ रे शिक्षक र विद्यार्थीको सम्बन्ध नम्र मासुको। सर आउनुहोस् सर, यता आउनुहोस्, तपाईँकै बच्चा जस्तो लाग्छ, आउनुहोस् सरलाई खुवाइदेऊ छोरी। सर, मेरो आमाले आजदेखि यस्तै बनाए। आमा, आजदेखि मलाई पैसा चाहिँदैन, आजदेखि चाहिन्छ मलाई यस्तो रोटी। ताली बजाइदिनु होला। आजदेखि चाहिन्छ मलाई यस्तो रोटी। मान्छेको मन हुने रहेछ, त्यही भएर जाऊ छोरी, आज सबैलाई खाऊ, उपाध्यक्षलाई यो रोटी खाऊ, अध्यक्षज्यूलाई यो रोटी खाऊ, खानुहोस्, खाइदिनुहोस् हजुर, खाइदिनुहोस्, अगाडि बढाउँदै जानुहोस्। ताली बजाइदिनु होला। यही नै सबैभन्दा ठुलो शिक्षा हो रे। आजदेखि जो आमाले छोराछोरीलाई पैसा दिन्छ त्यो आमा होइन, पैसा नदिनुहोस् है। आजदेखि टिफिन बक्स बनाएर पठाउने। आमा, यो बच्चालाई हेर्नुहोस् त, बिचरा छाता लिएको रहेछ, एउटा कपी लेस भनेर कपी लिएको रहेछ, कपी पनि लिएछ। हेर्नुहोस्, एउटा पेन लेस भनेर पेन लिएको रहेछ, नयाँ कपी लिएको रहेछ। हेर्नुहोस्, बच्चाले त गर्ने रहेछ नि त। ताली बजाइदिनु होला। बच्चाले त गर्ने रहेछ नि त। त्यही भएर मेरो अनुरोध छ, महान हुनुहुन्छ आमा छोरी मात्रै हुनुहुन्छ। आज यो बच्चालाई मेरो आमाले एउटा कुरा भन्नुभएको थियो, बाबु तैँले पैसा कमाइस् भने, पक्नुहोस् आमा, तैँले पैसा कमाइस् भने मन्दिरमा गएर पैसा नदिएस्। जसरी आज भरतजीले एउटा समाजलाई रूपान्तरण गर्नको लागि आज भरतजीले एउटा स्वास्थ्यको चाहिँ एउटा शिविर गाउँपालिकासँग मिलेर चाहिँ चलाइराख्नु भएको छ। मेरो आमाले भन्नुभएको थियो, बाबु मन्दिरमा पैसा नचढाइस्, बरु यस्ता गरिबहरूलाई जसको चाहिँ आमा छैन, बुवा हुनुहुने रहेनछ, त्यही भएर मेरो मन छुन्छ। यो 1000 रुपियाँले उसलाई कपी किनिदिनु होला। लिनुहोस् आमा लिनुहोस्, यो 1000 रुपियाँले यो बच्चालाई कपी किनिदिनु होला। लौ छोरी, प्रमुख प्रशासकीय अधिकृत हस्तान्तरण गरिदिनुहोस् हजुरले, आउनुहोस् किनिदिनु होला। पैसा त आज छ भोलि हुँदैन, तर यो बच्चाले मानिसको मन्दिरमा पैसा किन चढाउनुहुन्छ? पिपलको बुट्टामा गएर जो बुहारीले शनिबार घन्टी बजाउँछ रे, त्यही बुहारीले सासू र ससुरालाई बहुत दुःख दिएको हुन्छ रे। ताली बजाइदिनु। यथार्थ हो त्यो। त्यहाँबाट यस्तो गरे मानिसले गर्नुपर्ने। जाऊ छोरी जाऊ, बाबा नभए पनि आज गाउँपालिका अध्यक्षज्यूले
तिमीलाई सहयोग गर्नुहुन्छ, वडा अध्यक्षज्यूले सहयोग गर्नुभएको छ, योभन्दा ठुलो के हुन सक्छ? जीवनका कहाँनिर मर्ने कसैले देखेको छैन। हुन्जेलसम्म एउटा नारा रहन्छ, सत्य सहयोग गर्ने, असहयोग कसैलाई पनि नगर्ने, समस्या कसैको पनि नबन्ने। ताली बजाइदिनु न, यो हो मानिसले गर्ने भनेको। ल बाबु, खै बाबु